Hello, good morning everyone. Welcome back to my YouTube channel. आज चाहिँ म दोकान आइसकेको छु हो. दोकानमा बसिरहेको छु. आज एकदम गरम छ. घाम लागिरहेको छ हो. अनि चाहिँ दोकानमा आएर बसिरहेको छु. गरम देख्छ त लुगा लाएर. मेरो के छ दोकानमा सामानहरु हेर्नुस् ल. गिफ्ट आइटम्सहरु छ यहाँ ब्यागहरु पनि छ है ब्याग्सहरु छ ब्याग्सहरु छ सामानहरु सबै सकिरहेको छ अहिले मार्केट गएको छैन म ल्याउनु ती छ सामानहरु अहिले सकिरहेछ ल्याउनु गएको छैन हो भातमा जानुपर्छ अब तपाईहरुले सोच्नुहुन्छ होला अब हैन भिडियो बनाएको स्टार्टिङमै अब के गर्छ कसो गर्छ सबै अब रिभिल गरिहाल्यो भनेर अब यस्तो हो मेरो चाहिँ अब डेली नै रुटिनै दोकान आउनु पर्ने हुन्छ हैन त्यो भएर अब मेरो भिडियोजहरु पनि प्राय अब दोकानमा भएकोहरु पनि देखाउनै पर्यो किनभने अब म अरु जग्गा त कोही बेला मात्रै बाहिर निस्किने हो हैन प्राय दोकानमै हुन्छु त्यो भएर चाहिँ अब हैन किन पहिला देखाइदिहालेको अब दोकानमा आउनै पर्छ म हैन दोकानकै भिडियोजहरु हुन्छ प्राय मेरो त्यो भएर चाहिँ मैले तपाईहरुलाई मेरो YouTube भिडियो हैन YouTube भिडियो स्टार्ट गर्नुको स्टार्टिङमै रिभिल गर्दिहाले अब मेरो चाहिँ दोकान छ भनेर मैले चाहिँ एक दुईवटा रिल्सहरु पनि बनाए अब चाहिँ खाना बनाउनुपर्छ 12 बज्न थियो त्यसैको एक दुईवटा भाँडाहरु पनि धुनुपर्ने छ हिजो बजार जानु अगाडि चाहिँ मैले हतार भएर धुत्थिन हो एक दुईवटा भाँडा धुइहाल्छु अब भात पकाउँछु भाँडा धुएँ लन्च बनाउने अब
कुचु छ मेरो दोकान। दोकान त ठुलै छ कि तर यो खाना बनाउने जग्गा बनाएको नि त आफै त्यो भएर चाहिँ सानो स्पेस चाहिँ मैले गरेको छु। खाना बनाएको छु। लिएर आएको छु हो। पकाउँछु। एकजनालाई त काफी भइहाल्छ। बी काटेर भेट्छु तपाईहरुलाई। बी पनि केलाई गोला गरेर काटकुट गरेर बसायो हो। यहाँ चाहिँ भात पाकेको छ मेरो। मेरो बी पाकेको छ। भर्खर फल्दैछ बिउहरू पनि भर्खर निस्केको हो। त्यतिकैमा हेर्नु यहाँ बाहिर पानी पर्न थाल्यो। अहिलेको वेदर भन्नु सक्दैन, एकैछिनमा पानी पर्छ एकैछिनमा घाम लाग्छ। आजसम्म टन घाम लागेर गरम भइरहेको थियो, अहिले एकैछिनमा पानी पर्न थाल्यो फेरि। यहाँ चाहिँ स्कुल छ हिल एन्जल एकाडेमी। मेरो सब्जी पाक्दैछ भित्र फेरि हो। एकजनालाई त हो यो बेसी नै हुन्छ सब्जी। त्यतिकैमा एकजना एउटा कस्टमर पनि आइपुग्नुभएको। पैसा निकालिदिन्छु। आइपुगेछ यहाँ यी के खाएको? के खाएको? के हो त्यो? यहाँ त यहाँ न लु हेरिहाल्नुहोस् है। एकैछिनमा यहाँनिर पानी परेर कस्तो भइरहेको थियो। अहिले फेरि घाम लागिरहेको छ। यो वेदर चाहिँ अहिलेको वेदर चाहिँ भन्नु सक्दैन। एकैछिनमा घाम लाग्छ, एकैछिनमा पानी पर्छ, एकैछिनमा फेरि उग्रियो। गरम भयो फेरि अब भयो। मेरो लन्च रेडी भयो। अब खान्छु। अब चाहिँ लन्च खाने। घर आइपुगेँ म। साथीहरू लिची खाँदैछु। लिची
ल्याएको बजारबाट कोही कोही चाहिँ गुलियो रहेछ है। कोही चाहिँ खल्लो खल्लो रहेछ। डल्ले डल्ले जाउँ न मलाई फेरि पानी बनाउनु अब म चाहिँ खाना खानु आँटेको बेलुकाको 8 बज्दैछ हो। न्युटेलाको चिल्ली बनाउनु भएको छ मम्मीले। दाल भात खाएँ। डल्लो छ नि मिठो हुन्छ। तर अहिलेको डल्ले खोर्सानी कि त्यस्तो मिठै छैन। खाएर खाइसकेर भेट मैले चाहिँ खाना पनि सबै खाइसकेँ, भाँडाहरू पनि धोइसकेँ हो। किचनहरू सफा गरेर म रुममा आइसकिसकेँ। अब चाहिँ एकछिन भिडियोज रिल्सहरू हेर्छु हो, त्यहाँबाट चाहिँ सुत्ने हो। आजको मेरो भिडियो चाहिँ त्यही, यस्तो खास त थिएन हो। त्यही दोकानको होइन, म दोकानमै हुन्छु दिनभरि, त्यही दोकानकैहरू थियो। होप तपाईँहरूले लाइक गरिदिनुहुन्छ होला भनेर आशा राखेको छु। अब अहिले त म एकदमै फर्स्ट भिडियोजहरू बनाउन सिक्दैछु हो, बनाउँदैछु। त्यही भएर कतिवटा कुराहरू पर्फेक्ट हुँदैन, राम्रो हुँदैन। त्यसमा चाहिँ तपाईँहरूले पनि बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु र सपोर्ट गर्नुहुन्छ भन्ने आशा गरेको छु हो। मेरो भिडियो लाइक गरिदिनु होला है, मन पऱ्यो भने लाइक गरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला होइन, किनभने अहिले मेरो फर्स्ट भिडियोजहरू छ, त्यही भएर त्यस्तो सब्सक्राइबर छैन है। म त बिस्तारै बढ्दै जान्छु होला म, सायद आशा राखेको छु। तपाईँहरूले है हेरिदिनु भयो भने, माया गरिदिनु भयो भने त अभियसली म मेरो सब्सक्राइबरहरू पनि बढ्छ हो, आशा गरेको छु। आजको लागि यति नै मेरो भिडियो। टिल देन बाई बाई, गुड नाइट। फेरि भेटौँला नेक्स्ट भिडियोमा।